नमस्ते सबैजनामा म चाहिँ शङ्कर दियाली। तपाईहरुले थाहा पाइसक्नुभयो, आज हामी काठमाडौँको फोहोर व्यवस्थापन र बढ्दै गएको यो इन्भाइरोन्मेन्ट पोल्युसनको बारेमा आज हामी अलिकति छलफल गर्छौँ बृहत रूपमा। हाम्रो गेस्टहरु आउनु भएको छ, उहाँ हुनुहुन्छ हाम्रो सबैभन्दा नमस्कार। त पहिला चाहिँ उहाँ सरलाई गर्छु, धन्यवाद दिन पनि चाहन्छु। मलाई यो प्लेटफर्म दिनुभयो, यो यहाँ बोलाउनुलाई चाहिँ विषयमा चाहिँ। मेरो नाम राम राउत हो। आजको यो पोडकास्ट जुन हजुरले गर्दै हुनुहुन्छ सर, एकदम इन्ट्रेस्टिङ टपिक रहेछ, किनकि यो सबैले चाहिँ यो विषयमा बुझ्नुपर्ने रहेछ जस्तो लाग्छ मलाई चाहिँ। मलाई यहाँ पोडकास्टमा बोलाउनुभएकोमा एकदम धन्यवाद। म कुनै एक्सपर्टिज चाहिँ होइन, तर एउटा सचेत नागरिकको हिसाबले जति जानेको छु त्यति चाहिँ सेयर गर्नेछु कुरा। नमस्कार, मेरो नाम अभिषेक विक। साथीले भनिसक्नु भयो। अब हामी आउने कुराहरू चाहिँ हामीहरू शब्दमै भन्दैछौँ, सुनेर साथ दिनु। बढ्दै गएको फोहोर व्यवस्थापन र अहिले बढ्दै गएको यो झरीले गर्दाखेरि भएको डुबानमा चाहिँ तपाईहरुको के छ ख्याल? यसलाई हामीले कसरी चाहिँ कन्ट्रोल गर्न सकिन्छ होला? एक्ज्याक्टली जुन हजुरले प्रश्न उठाउनुभयो सर, यो विषयमा यो एकदम महत्त्वपूर्ण प्रश्न जस्तो लाग्छ मलाई चाहिँ। एकदमै महत्त्वपूर्ण प्रश्न। यो खासमा चाहिँ हामीले यसले म्यानेजमेन्ट गर्न सकिन्छ। एउटा भनाइ छ नि, कुनै कुरा चाहिँ इम्पोसिबल छैन भन्छ नि, तर इम्पोसिबल जस्तै छ अहिले। तर चाहिँ होइन, यो हाम्रो अलि दृष्टिकोणले फरक पार्दछ सर। सबभन्दा पहिला त हाम्रो दृष्टिकोण चाहिँ गर्नुपर्छ। पहिला हामी सुरुमै हामी के गर्छौँ भने चाहिँ कुनै कुरा, सानो कुरालाई पनि हामी जटिल मान्छौँ क्या सर। तर चाहिँ सानो कुरालाई जटिल नमानिकन त्यसलाई हामी चाहिँ इजिली रूपमा लिनुपर्दछ। जस्तै हजुरले एउटा भर्खरै उठाउनु प्रश्न चाहिँ यो फोहोर व्यवस्थापनको हाम्रो काठमाडौँ भ्यालीमा, यो भनेको सबैको लागि, काठमाडौँवासीलाई एकदमै महत्त्वपूर्ण कुरा हो। किनकि चाहिँ फोहोर व्यवस्थापन जबसम्म हुँदैन सर, तबसम्म के हुन्छ, हामी स्वस्थ रहँदैन क्या सर। पहिलो कुरा त हाम्रो पहिला स्वस्थ हुनको लागि चाहिँ फोहोर व्यवस्थापन चाहिन्छ। किनकि यो फोहोरमा के पर्छ भने चाहिँ हाम्रो एयर पोल्युसन, साउन्ड पोल्युसन र सोइल पोल्युसन। सोइल पोल्युसन भनेको हाम्रो त्यो माटोमा जुन विभिन्न तपाईँको पोल्युसन हुन्छ नि, त्यसलाई भन्छ हामी चाहिँ। तर चाहिँ यहाँ अहिले पहिला चाहिँ साउन्ड पोल्युसन कुरा गरौँ। साउन्ड पोल्युसन यहाँ के छ भने चाहिँ विभिन्न अहिले गाडीका के जस्तै चाहिँ हाम्रो चाहिँ अहिले डिजल पेट्रोलमा जुन चलिरहेको गाडी छ नि, अहिले त यो दिनकै दिन हाम्रो यो रिभोल्युसन डिजिटलाइजमा हुँदा चाहिँ तपाईँ के हुन्छ भने पछि दिनमा चाहिँ हाम्रो इलेक्ट्रिक गाडी आइसके पछाडि चाहिँ के हुन्छ, त्यो धेरै पोल्युसन हुँदैन क्या छ। त्यसले के गर्छ त हाम्रो चाहिँ हाम्रो इन्भाइरोमेन्टमा चाहिँ एकदम ग्रिन ल्याउँछ क्या त्यसमा चाहिँ। अहिले के छ भने चाहिँ तपाईँको सम्पूर्ण गाडी के छ भने चाहिँ तपाईँको डिजल पेट्रोलमा चल्ने प्रायः जस्तो छ अहिले चाहिँ। तर अहिलेको हाम्रो नेपालको कन्टेक्समा त्यो भइरहेछ। तर अरू देशको कन्टेक्समा के छ भने चाहिँ, अब अमेरिकाको कुरा गरौँ न हामी, अमेरिकामा प्रायः जस्तो तपाईँ के छ भने चाहिँ यो पेट्रोल डिजलबाट के छ त लगभग 90% भनौँ न, 90% तपाईँको के छ भने इलेक्ट्रिकमा चाहिँ हाम्रो सिक भइसकेको छ। त्यहाँको इन्भाइरोमेन्ट हेरौँ अनि यहाँको हेरौँ कि धेरै फरक छ। तर हामी छिमेकी राष्ट्रको कुरा गर्न चाहेँ मैले, तपाईँको कुरा काटेँ मैले। जस्तै हाम्रो छिमेकी राष्ट्रमा अस्तितिर के भयो इन्डियामा भन्दाखेरि इथानोलको प्रयोग गरियो। त्यसले गर्दाखेरि त झन् इन्भाइरोमेन्ट पोल्युसन भएको कुरा आयो। यसमा तपाईँ के भन्न चाहनुहुन्छ? त्यो इथेनोल जुन हजुरले भन्नुभयो त्यो पनि एउटा तपाईँको एउटा केमिकल हो सर। त्यो पनि तपाईँ केमिकलबाट चलाउने हो। अहिले तपाईँको चाहिँ विभिन्न छन् प्लेटफर्म, तपाईँको चाहिँ विभिन्न छन् तपाईँको। जस्तै तपाईँको चाहिँ इलेक्ट्रिक तपाईँको ब्याट्रीमा चल्ने छ, ब्याट्रीमा चल्ने खालको तपाईँको छ होइन। अब तपाईँको चाहिँ अहिले जुन हाम्रो दिनकै जुन रिभोल्युसन भइरहेछ तपाईँको हाइड्रोजनबाट नै, अब हाइड्रोजनबाट तपाईँको पूर्ण रूपमा त विस्तारित भएको छैन। तर यसमा तपाईँको चाहिँ साइन्टिफिक अवस्थामा भन्नुपर्दा चाहिँ तपाईँको चाहिँ प्र्याक्टिकल फेजमै छ, अहिले चाहिँ पूर्ण रूपमा स्थापित भएको छैन भने चाहिँ। र भन्नुपर्दा मैले कहाँ फोकस गरिरहेको छु भने यो विषयमा चाहिँ यो अहिले तपाईँको ब्याट्रीवाला गाडी भनौँ न, ब्याट्रीमा अहिले सिफ्ट हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। तपाईँको जस्तै हाम्रो छिमेकी राष्ट्रमा अस्तितिर के भयो इन्डियामा भन्दाखेरि इथानोलको प्रयोग गरियो। त्यसले गर्दाखेरि त झन् इन्भाइरोमेन्ट पोल्युसन भएको कुरा आयो। चुप, एक आवाज नहीं निकलनी चाहिए, चुप रहेगा नहीं रहेगा। त्यो इथेनोल जुन हजुरले भन्नुभयो त्यो पनि एउटा तपाईँको एउटा केमिकल हो सर। त्यो पनि तपाईँ केमिकलबाट चलाउने हो। अहिले तपाईँको चाहिँ विभिन्न छन् प्लेटफर्म, तपाईँको चाहिँ विभिन्न छन् तपाईँको। जस्तै तपाईँको चाहिँ इलेक्ट्रिक तपाईँको ब्याट्रीमा चल्ने छ, ब्याट्रीमा चल्ने खालको तपाईँको छ होइन। अब तपाईँको चाहिँ अहिले जुन हाम्रो दिनकै जुन रिभोल्युसन भइरहेछ तपाईँको हाइड्रोजनबाट नै, अब हाइड्रोजनबाट तपाईँको पूर्ण रूपमा त विस्तारित भएको छैन। तर यसमा तपाईँको चाहिँ
साइन्टिफिक अवस्थामा भन्नुपर्दा चाहिँ तपाईँको चाहिँ प्र्याक्टिकल फेजमै छ अहिले चाहिँ पूर्ण रूपमा स्थापित भएको छैन भने चाहिँ र भन्नुपर्दा मैले कहाँ फोर्स लिइरहेको छु भन्ने विषयमा चाहिँ यो अहिले तपाईँको ब्याट्रीवाला गाडी भनौँ न ब्याट्रीमा अहिले सिक्नु हुनुपर्छ जस्तो लाग्छ र अहिले काठमाडौँको सन्दर्भमा के छ भन्दाखेरि हाम्रो यहाँबाट गएको जति पनि फोहोरहरू छन् तिनीहरू चाहिँ मानव बस्ती नजिकै फालिएर उनीहरूलाई चाहिँ अलिकति गाह्रो परेको विभिन्न किसिमको रोगहरू निम्तिराखेको अवस्था छ। अब यसमा चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ? प्रश्न गर्नुभएको थियो हजुरले चाहिँ यो फोहोर चाहिँ त धेरै हुँदो रहेछ भ्यालीभित्र फोहोर चाहिँ कहाँ लगेर फाल्ने भनेर हजुरले कुरा गर्नुभयो नि यो चाहिँ अहिलेको सन्दर्भमा चाहिँ खासमा फाल्नै पर्ने अवस्था छ किनकि त्यसमा चाहिँ हामी चाहिँ के गर्नुपर्छ भन्दा चाहिँ सम्पूर्ण फोहोरलाई चाहिँ जुन हाम्रो चाहिँ अहिले धन्यवाद मौका दिनुभयो पर राख्नुपर्छ कि साह्रै आभारी छौँ। धन्यवाद। हाम्रो दर्शकहरूलाई पनि नमस्ते। हामी अर्को पोडकास्टमा फेरि भेट हुनेछौँ।